7,59,000 रोपनी जग्गामा 15 रोपनी उहाँले राख्नु भएको छ। जम्मा 44 रोपनी जमिनलाई उहाँले 7,20,000 मा किनेर 29 करोड 85 लाखमा चाहिँ उहाँले चाहिँ त्यहाँ बेचबिखन गरेर मिलाउनु भएको छ चन्द्र ढकाल एन्ड कम्पनीले र योगेश भट्टराईले। उसले बेच्नु भयो हैन, उहाँले बेच्नु भयो भएन। त्यहाँनिर जग्गा किन्दाखेरि केबल कार कम्पनीको नाममा जग्गा किन्दाखेरि उहाँहरूले त्यत्रो घोटाला गर्नुभएको छ र त्यहाँ उहाँले श्रेष्ठता मिलाएर त्यो रकम चाहिँ 7,20,000 मा किनेको जग्गा 29 करोड 85 लाख बनाइसकिसकेपछि त्यो भित्रको चाहिँ तपाईलाई जुन घोटाला भएको रकम त्यहाँको त भोलि सर्वसाधारणलाई शेयरको नाममा भिडाउने होला नि त, हो कि हैन? लु भन्नुस् त। अनि त्यो विकास हो त? भनेपछि तपाईको भनाइअनुसार केबल कारका नाउँमा त्यहाँ बर्मलुट हुँदैछ। त्यसो भए बर्मलुट हुँदैछ हैन, गरिराख्नु भएको छ। त्यो अहिले हामीले पाएको डेटा मात्रै त्यति हो। त्यो भन्दा अझै हामीले खोज्नु बाँकी नै छ। त्यो त कयौं हुन सक्छ उहाँहरुकोमा। त्यो कारणले गर्दाखेरि यो विकास होइन। त्यहाँको सोझा सादा निमुखा जनतालाई चाहिँ उहाँहरूले चाहिँ एकदमै चाहिँ त्यहाँ माथि चाहिँ त्यो ब्रह्म चाहिँ लुट पनि गर्दै हुनुहुन्छ र आँखामा छारो पनि हाल्ने काम गर्दै हुनुहुन्छ। यो काम चाहिँ नगर्नको लागि पनि हाम्रो खबरदारी हो। र पहिलो कुरा त मैले भने नि, हाम्रो मन्दुमी मूल्य मान्यता अनुसार त्यहाँनिर केबल कार बन्नै हुँदैन। 400 टन यो 1 महिना अगाडिसम्म गरेको हो। प्रचण्डजी प्रधानमन्त्री भए पछाडि 400 टन सुन अवैध रूपमा यो नेपालको काठमाडौँ एयरपोर्ट प्रयोग भएर यहाँबाट चाहिँ भारतीय बजारमा गएको भनेर चाहिँ रिपोर्ट छ। यी कायरहरू डराउनेवाला छन् र लुटेर हैनन्। यिनले लुटेको होइन देश। अनि देश यसरी लुट्न पाइन्छ? म त यो देशको अरबपति मान्छे हो। म एउटा सुकुम्बासीको छोरो, अरबपति भइसकेँ। मलाई चढ्नको निम्ति लग्जरी गाडी छन्, खानको निम्ति इच्छाको चिज छ नि त। बस्न काम गर्नको निम्ति अफिस छ, व्यापार व्यवसाय ठेकी नसक्नु छ, काम गर्न भ्याइ नभ्याइ छ। तर मलाई पनि फ्रस्ट्रेसन छ। यो म यसो हेर्छु नि, यिनीहरूको म रमिता हेर्छु, यसो हेर्छु, कठै मलाई दया लागेर आउँछ। प्रचण्डकी कान्छी छोरी गङ्गा दाहालले बोक्ने छ नि 30 लाखको त्यो गुची ब्याग क्या, त्यो उनलाई बोकाउनको निम्ति गरे हो। त्यो क्रान्ति त्यो गुची ब्याग बोकाउनलाई गरे हो। मेरो त तलब भत्तै मैले ल्याएर सकेको मरेर भयो नि। इनका सन्तानका एकाउन्टमा भएका विदेशमा भएका पैसा लुटेर बसेका छन्। तपाईँलाई फेरि रिपिट गरेर भन्छु, यी लुटेराहरू हुन्। यी लुटेराका विरुद्धमा नेपाली जनताले तपाईँले तपाईँको ठाउँबाट, मैले मेरो ठाउँबाट, किसानले किसानका ठाउँबाट हामीले विद्रोह गर्नुपर्छ। हामीले आवाज उठाउनुपर्छ। यो आवाज उठाउने कुरा पनि विद्रोह। राजा की रामचन्द्र पौडेल, राजा की खड्गा प्रसाद शर्मा ओली, राजा की देवराज घिमिरे, राजा की शेरबहादुर देवा, राजा की पुष्पकमल दाहाल, राजा की माधव कुमार नेपाल, राजा की बाबुराम भट्टराई, राजा की जगन्नाथ खनाल। But why? You asking me why? Listen, यो मेरो बोलीमा सत्य छ bro. The king never played the dirty tricks bro. He left the throne when the flame was high. त्यो sacrifice हो, त्यो सत्य कहिले मर्दैन भाइ। सबैजनालाई मेरो सम्मान त छँदैछ, तर जसले देशको इज्जत जोगाउँछ म उसैलाई नै रोज्छु। राजा चाहिन्छ त्यो भने देशको लागि म पनि शहीद बन्ने नि देशलाई मर्न तयार हो। मर्न तयार। कहाँबाट आयो शक्ति ऊर्जा? कारागारीबाट आयो। सल्सिनी कौशलदार कांग्रेस भनेको माओवादी हो, माओवादी भनेको कांग्रेस हो भनेर लिएर आएका छौँ। म सँगसँगै 1 भोट पनि कम नहालिकन उहाँलाई जिताइदिन आग्रह गर्दछु। लामो भाषणै गर्नुपर्छ बाबुरामको। बालेन शाह यो सर्वोपरि हो यो देशको।
यसले चाहिँ अरू उसको लागि अरू जनता चाहिँ जनता होइन। न्यू रोडमा घरमा रङ लगाएर देशको अर्थतन्त्र चल्छ, त्यसले देशको रोजगार बढ्छ। तर उहाँको कला के अरे ऱ्यापमा गाली गलौचाले भरिएको ऱ्याप देखिन्छ भनेपछि उहाँले यो समाजलाई कता लाँदै हुनुहुन्छ? उहाँले ठुलो ठुला बोल्न देऊ सरकार भन्नुहुन्छ, तर उहाँले गरी खान पनि दिनुहुन्न यहाँको जनतालाई। काठमाडौँ ओली सरकार, गणतन्त्र सरकारले जस्तो एउटा शान्तिपूर्ण सभामा निशस्त्र जनतामाथि नागरिकमाथि बर्बर दमन गरेको, ताकी गोली हानेको हामीले कहिले पनि देखेनौँ। किन त्यसरी गोली हान्नु पर्यो? ताकी सिसा गोली किन हान्नु पर्यो? युद्ध अपराधी हामी शान्तिपूर्ण मानव अधिकार हामीले प्रयोग गर्नु नपाउने, प्रजातान्त्रिक हक अधिकार प्रयोग गर्नु नपाउने, आज हामीमाथि दुर्व्यवहार गरेर यहाँबाट भगाउनु एउटा ठुलो नै षड्यन्त्र गरेर आज हामी 3 जना सञ्चारकर्मीलाई घाइते बनाइएको छ। षड्यन्त्र गरेकै हो र सञ्चार पेसालाई कमजोर पार्नलाई, पर्सा जिल्लालाई कमजोर पार्नलाई आज यो घटना घटाइएको। Edo single. तुमसे ना हो। तपाईले बेलुका गएर प्रधानमन्त्रीको बारेमा एउटा टिप्पणी मात्र लेख्नुभयो भने सुनसरी जिल्ला प्रशासन कार्यालयको प्रहरी भोलिपल्ट बिहान तपाईँ कहाँ आउँछ तपाईँलाई लिएर जान्छ र भन्छ सूचना प्रविधि ऐन अन्तर्गत तपाईँले प्रधानमन्त्री जिस्काउने काम गर्नुभएकोले तपाईँलाई 5 वर्ष जेल सजाय तोकिएको छ। यो फैसला तपाईँको सुनसरीको अदालतले गर्दैन। प्रधानमन्त्रीले 3 जना व्यक्ति छानेर 3 जनाको अदालत छुट्टै बनाउनुहुन्छ। त्यो अदालतले 5 वर्ष जेल सजाय तपाईँलाई राख्न सक्छ। त्यो अदालतले 15 लाख रुपियाँ तपाईँलाई जरिवाना गर्न सक्छ। यस्तो कानुन कहीँ छैन। 101 तानाशाही देशमा पनि बनाउन नसकेको कानुन, राजा ज्ञानेन्द्रले गर्न नसकेको काम कानुन बनाएर संसदबाट पारित गर्न खोजिँदैछ। यो कानुन पास भयो भने अरू छोडिदिनुहोस्। 16 महिना मैले प्रधानमन्त्रीत्व चलाउँछु नेपाली कांग्रेस र एमालेको सहमति अनुसार। त्यसपछि मैले नेपाली कांग्रेसलाई सुम्पिन्छु भनेको शेरबहादुर देउबाजी नेपाली कांग्रेसको संसदीय दलको नेता शेरबहादुर देउबाजी प्रधानमन्त्री हुनुहुन्छ अब 16 महिनापछि। त्यसपछि लगभग 18 महिना उहाँले चलाउनुहुन्छ। चुनाव हुन्छ, चुनावपछि सरकार उहाँले हस्तान्तरण गर्नुहुन्छ। हस्तान्तरण गर्न पनि अलिक समय लाग्छ फेरि चुनावपछि पनि। र यो सरकार चुनाव गराएर अर्को सरकार जस्तो चुनावको परिणाम आउँछ त्यस अनुसारको सरकार बन्ला, त्यहाँसम्म यो सरकार रहन्छ। भ्रष्टाचारको नायकै यो देशमा सबभन्दा भने प्रचण्ड, कमरेड प्रचण्ड नै। म प्रचण्डको पनि प्रशंसक हुँ होइन। अनि जसरी उहाँले जसरी भन्नुभयो केपी ओली भ्रष्टाचारको नायकै, तपाईले भन्नु यो देशमा भ्रष्टाचार सिकाउने नै कमरेड प्रचण्ड, सिकाउने नै प्रचण्ड हुन्, गुरु नै प्रचण्ड हुन्।